साथीहरु तपाईहरुले पक्कै पनि हिजो प्रसारण भएको ब्लाइन्ड अडिसनको सेकेन्ड एपिसोड हेर्नु भयो होला र त्यसमा चाहिँ कोच प्रमोदलाई एकदमै घाटा भएको छ भने कोच खेमलाई भने फाइदै फाइदा भएको छ। किन भन्दाखेरि सागर संसार जस्तो कन्टेस्टेन्ट पाउनु भनेको कुनै पनि कोचको लागि एकदमै ठुलो कुरा हो। तर कोच प्रमोदले जति नै प्रयास गरे पनि सागर संसारलाई आफ्नो टिममा ल्याउन सकेन। प्रमोदले सागर संसारलाई आफ्नो टिममा ल्याउनको लागि यति मेहनत गरेको थियो हेर्नुस् त। मैले ब्लक गरेर मेरो ब्लकको बावजुद पनि तपाईले मलाई छान्नु भएन भने मलाई पनि डिप्रेस नै हुन्छ। उहाँ मेरो टिममा आउनुहुन्छ, दामी गर्नुपर्छ, वेलकम टिम प्रमोद। त्यति मात्रै नभइकन कोच प्रमोदले मेलिना राईलाई पनि ब्लग हानेको थियो। मलाई त्यस्तो ट्यालेन्ट त चाहिहाल्छ। यसमा चाहिँ सागर संसारले एकदमै दिमाग लगाएको छ साथीहरु हैन। किन भन्दाखेरि कोच प्रमोद, कोच मेलिना र कोच राजुको टिममा जाने भनेको धेरै जसो क्लासिकल ब्याकग्राउन्डकै हुन्छ। तर कोच खेममा भने धेरै जसो दौरी बेसकै मान्छेहरु गइरहेको हामी देख्न सक्छौं। यसले कोच खेमलाई फाइदा त भयो साथै सागर संसारलाई पनि एकदमै फाइदा हुनेवाला छ। किन भन्दाखेरि पहिलाको सिजनमा कोच उदयको टिममा एकदमै ट्यालेन्ट कन्टेस्टेन्टहरु प्रतीक र आशिष परेको थियो। तर ब्याटलमा कोच उदयले आशिष र प्रतीकलाई नै ब्याटल गराएपछि राम्रो गाउँदै पनि एकजनाले स्टेज छोड्नुपर्ने अवस्था त्यहाँ सिर्जना भएको थियो। त्यसैले यसमा चाहिँ मैले सागर संसार र उनका साथीहरुले एकदमै राम्रो निर्णय गरेको छ। अब सागर संसार कोच खेमको टिममा गइसकेपछि पक्कै पनि उनलाई ब्याटलमा सजिलो हुनेछ। त्यसपछि लाइभ राउन्ड पनि सजिलो हुनेछ। किन भन्दाखेरि ब्याटलमा चाहिँ जसले राम्रो गाउन सक्यो उनलाई नै कोचले अगाडि बढाउने हो। त्यसैले साथीहरु सागर संसार अब ब्याटल हुँदै लाइभ हुँदै भोटिङ राउन्डसम्म चाहिँ पुग्ने पक्की भइसकेको छ। किन भन्दाखेरि कुनै पनि रियालिटी सोमा जबसम्म जजको हात हुन्छ तबसम्म राम्रो कन्टेस्टेन्टहरु अघि बढेको हामी देख्छौं र भोटिङ राउन्डमा पुगिसकेपछि भने टोटल्ली भोटिङमा नै भर पर्ने भएकोले राम्रो कन्टेस्टेन्टहरु पनि भोटिङ राउन्डमा पुगेपछि हामी बाहिरिरहेको हामी देख्न सक्छौं। यसपालि चाहिँ कोच प्रमोद र कोच खेम बीच एकदमै प्रतिस्पर्धा हुने अहिले नै देखिसकेको छ। कोच प्रमोद भनेको धेरै पटक आफ्नो टिमलाई जिताउन सफल भइसकेको कोच हो भने कोच खेमले पनि एकचोटी आफ्नो टिमलाई जिताइसकेको कोच हुन् र कोच खेम पनि कम छैन है साथीहरु तपाईहरु यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद।